वेलकम ब्याक टु माई डेट मिनी भ्लग। हाम्रो नानीको बाबाको छुट्टी अरे अनि बिहानै कल गर्नुभएको थियो अनि यता नानीहरूसँग पनि बोल्नु हुने अरे अनि बोल्दै हुनुहुन्छ। नानीहरू चाहिँ खोइ के खेल्दै थिए त्यो पत्ताहरू जस्तो अनि नानीहरूसँग बोलिसकेर फोन राख्नुभयो अनि मैले चाहिँ उता धान निकालेर सुकाउनु पर्ने थियो नि त आज चाहिँ अनि बिहान त चर्को घाम थियो अनि मैले चाहिँ धान निकालेँ ओरे अनि कालो धान निकालेँ अनि यता पहेँलो धान पनि निकाल्दैछु अनि निकालेँ ओरे अनि निकालेर बोरा बोरामा राखेँ बाहिर। मैले चाहिँ 3 बोरा मात्रै निकालेँ किनभने हामी चाहिँ थोरै जान्छौँ अनि घरमै कुट्छौँ फेरि घरमै मिल पनि छ नि त अनि थोरै थोरै अनि धान निकालिसक्दा त फेरि धुमेर त पानी पो पर्ला जस्तो भयो अनि अलिअलि छिट्याउनु पनि थाल्यो अनि खायौँ ओर्यौँ अनि फेरि धन्दा सकेर एकछिनमा त घाम लाग्यो अनि घाम लागेपछि चाहिँ अनि तिरपाल ओछ्याएर धान लगेर अनि खन्याएँ ओरे अनि यस्तो फिजाएँ ओरे अनि फिजाइसकेर चाहिँ अनि यो कालो धान चाहिँ कुन धान होला भन्नुहुन्छ होला अनि यो चाहिँ धान कालो नुनिया हो अनि मैले चाहिँ फिजाएँ ओरे अनि फिजाइसकेर चाहिँ मेरो चाहिँ बजार जानु थियो नि त अनि मिसिन र अनि मिक्सचर बिग्रेको थियो अनि मैले चाहिँ बनाउनु लानु थियो यिनीहरू अनि मिलको जाली पनि बिग्रेको थियो अनि जाली पनि लगेँ अनि म चाहिँ बजारमा पुगेर सामानहरू किने ओरे बनाएँ अनि लिएर आउँदा त बुवा मम्मीले धान उठाउँदै हुनुहुँदो रहेछ। नानीहरू पनि आइपुग्ने बेला भएको थियो अनि मैले चाहिँ बजारबाट यहाँ नङ पलिस पुस्ने र नङ पलिस लिएर आएको थिएँ नि त साउनमा त हरियो नङ पलिस लगाउनु पर्ने भनेर अनि मेरो चाहिँ नङ पलिसहरू पनि थिएन अनि मैले चाहिँ ल्याएर लगाइ पनि हालेँ अनि लगाइसकेँ अनि लगाइसकेर चाहिँ मेरो चाहिँ स्याम्पू पनि थिएन नि त अनि स्याम्पू ल्याएँ एउटा अनि स्याम्पू ल्याएर अनि चप्पल पनि ल्याएको थिएँ एकजोर अनि लगाएर हेरेँ अनि यता नानीहरूलाई खानेकुरा अनि यता धुवानी साबुन र सेलो तेल पनि ल्याएँ मैले चाहिँ अनि यता मिलको जाली हो नि त यो चाहिँ अनि मिक्सचर पनि बनाएर ल्याएँ अनि अहिले बेलुका चाहिँ हाम्रोतिर चाहिँ यस्तो चर्को घाम लागिरहेको छ अनि आजको भिडियो चाहिँ यति नै साथीहरू।